to my new video. म सन्चै आरामै छु, तपाईं पनि सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु। आज चाहिँ बिहान म मकै गर्न गएको थिएँ, त्यसको थोरै क्लिप छ, म तपाईहरुलाई त्यो पनि देखाउने नै छु। अनि मैले चाहिँ त्यो क्लिप त्यतिखेर स्टार्टिङ गरिन भिडियो, अहिले स्टार्ट गर्दै छु। अनि मेरो भिडियोलाई तपाईले कतिको मन पराइदिनु भएको जस्तो त लाग्छ छैन, त्यही पनि मलाई हाल्न मन लाग्यो, हाल्छु। तपाईहरु हेर्नुस् या नहेर्नुस्। अनि म तपाईहरुलाई मेरो आजको दिन देखाउँछु है गाइस। एउटा घर भ्याइयो साथीहरु, एउटा घर भ्याइयो है गाइस। पसिनाको धारा पानी आउँछ जस्तो भयो, हेर्नु त मौसम यस्तो छ। खाजाको पक्रो अरे बिस्कुट। तोरीको साग ल पक्कै रहेछ त। सागै मात्रै छ, मकै नै छैन। मकै नै रहन्छ, सागै मात्रै रहेछ त। अहिले भुल्यो भने अहिले बेलुका अलि अबेला चाहिँ गर्नुपर्छ। बाँदर त कत्रो बना रहेछ त्यहाँ त ल। ऊ त्यही झुन्डिरहेको, ऊ माथि टुप्पामा झुन्डेछ नि। ऊ एउटा देखिया एउटा हेर्नु न। ऊ यतापट्टि के यता पुकुनापट्टि ऊ एउटा खाइरह। तोरीका साग त टिप्नु हेर, काम नगरी तोरीका साग टिप्ने। गाइस अर्को गरम भइसकेको छ। यो नि भइयो। मैं तो सानोबाट यस्तै सेतै पकाएको। मेरो सानो छोरीको पनि यस्तै सेतै छ। खान्छन् कस्तो मिठो हुन्छ नि त्यो गएर पकाएर सब खाने। कस्तो त्यो पानी बढी सुत्तै हुन्छ, कस्तो मिठो हुन्छ। यो गर नि तोरी छरेर। तोरीको साग कति छ पक्कै त्यो गरेर मन थियो। यसमा रहेछ। पसिना पसिना दस बजे भ्याइन्छ, 2 घन्टामा भइहाल्छ। हेर खोले खोले साग लुहे साग के अरे यो साग खाले खोले साग भन्न आउँदो रहेछ। तोरीको साग कत्रो कत्रो हो त नि, मुठ्ठी भरेको छ। आज बिस्कुट अनि एउटा मुठ्ठी काटे त।
टिपे लाखु त्यही भएर आएर चाहिँ के लाखुको बिस्कुट देखेर लावै बडो काम खाजा खाऊ जाऊ मैया बिनकुटको गाडी जाने टाइम भइसक्यो हो 9 बजे गाडी हो तो वहीँ गामबाटै कराएर आको बच्चाले चाहिँ खाँदै मम्मीले फेरि किरिम किरिम गरेर बाबाले चाहिँ बिस्कुट छाप्दीमा बाँधाले हाम्रो चामलकै पोको लिएर गइदियो नि त हो चामलको हो चामलको हिकीको पोको नरिवल हो क्या ए चक्लेटको ए नरिवल अन्त सेतो चक्लेटले क्या त्यहाँ राखेर फोटो खिच्न लाग्यो त लाग्यो सबैकै फेरि हेरि यत्रो पोको थियो नरिवल सबै गरेर छाप्दीमा काठमाडौँ त्यो फोटो खिचेर ल्याएर काठमाडौँ गएको जाँदाखेरि दाबीको डब्बा किनेको त्यसरी खाँदै जान्छु भने अनि त्यहाँबाट चाहिँ यसरी राखेर हेलो मल हुन्छ के मैले छोएको पानी खानुहुन्छ यस्तो टुप्पिम बन्द क्या त्यो होइन त्यो फुकाइरै बन्द कपाल झऱ्यो होला कि काट्यो होला कि को खाने हो क्यान काट्नु भएको छ आएर पनि छ त सुन्नै आँखामा पस्यो एक दिन के हामी त्यहाँ दाउरा बोक्न आएको आचल बुढाको के शिवको दाउरा बोक्न आएको बाबै शिव त्यही हामी दाउरा बोकेर आयो सची त बाबु तिनीहरूको ठुलो बोट देख्दै फेरि चाहिँ कुङ्गुर कुङ्गुर चढ्यो अनि उ गरेर झरेर त पोल दिए अरे दाउरा त पोल दिए अरे यतातिरको मात्र उतापट्टिको त आगै त ठुप्रोमा सल्काइदिएछ कुन मान्छे होला त्यस्तो अपराध गरेको अनि त्यहाँ उताको आमा फेरि त्यहाँदेखि सैनी पकड पनि यहाँ चोर्न सबै नै हो चोरी भन्ने बसेर कराइदिएको बोल्दै बोलेर ओके तपाईँ पनि चोर्छ चोर्दिन हो तपाईँ पनि अर्को घाँस सबै झारेर ल्याउ उहाँको उमा पार पारिदिन्छ सबै घाँस काटेर दिन्छ जम्मै त्यसै त्यहाँ पुग्दैछु भारी हालेको दाउदको घाँस उत्तिनै काटेर सबै यति आँगलेर फेरि हालेर दुब्री हाल्छु हाम्रा बारे दादा लाएर छोडिदिने कि गर्ने त
लौ ल बोलेकै कथा के चाहिँ बुझ्छु क्या म गाई